नाच्ने बेलामा अब यो हात छोड्ने बेलामा यो छोडिदिनुहोस्। तामाङ ड्रेसमा स्कुलको विद्यार्थी तामाङ ड्रेसमा मेन्दुमायाको नचाइ यो लेङ्गा सिट अलि हेभी पनि हुन्छ, यो तपाईँको एकदम फराकिलो यस्तो हुन्छ होइन। यो टोपी चाहिँ हामीले सकेसम्म यसरी पछाडि फर्काउने यसरी है। नमस्ते साथीहरू, आजको भिडियो यस्तो खालको हो जसले तामाङ जातिको लुगा कस्तो हुन्छन् र तामाङ जातिको रीतिरिवाजहरूमा कस्ता खालका लुगा लगाउँछन् यस्तै खालको भिडियो बनाएका छौँ। भिडियोले अन्तिमसम्म हेर्नुहोला। तामाङ जातिको लुगाको बारेमा कसरी लगाउने, के कस्तो कस्ता खालका लुगा हुन्छन् और कसरी लगाउनेन् भन्ने विषयमा चाहिँ मिस्टर सामिर तामाङ हुनुहुन्छ। उनको अनुभवीहरू जानकारी दिनेछौँ किनकि उहाँको आफ्नै स्टोर रहेको छ, त्यसैले गर्दा उनको अनुभवीहरू उहाँले शेयर गर्नेछौँ। भिडियोलाई लास्टसम्म हेर्नुहोला। तामाङहरूले आफ्नो वेशभूषा, आफ्नो ड्रेस कुनै पनि प्रोग्रामहरूमा लगाउने गर्छन्, कुनै पनि चाडपर्वहरूमा लगाउने गर्छन् र कुनै पनि स्पेशली लोछारमा लगाउने गर्छन्, बिहेमा लगाउने गर्छन् र आफ्नो रीतिरिवाज यो सबै लुगा लगाएर निभाउने गर्छन्। नुवाकोट जिल्ला, धादिङ जिल्ला, रसुवा साइट एरियामा धेरै जस्तो तामाङहरूले यस्तै खालको लुगा लगाएर मेन्दोमायाको नाच र मेन्दोमायाको डान्स गरिएको भनिन्छ किनकि अहिलेको समयमा, अहिलेको जेनेरेसनमा नुवाकोट जिल्लामा धेरै जस्तो तामाङहरूले यस्तै लुगा लगाएर नाचेका भेटिन्छन् र यो लुगाको डिमान्ड धेरै भएका भेटिन्छन्। साथीहरू, तामाङको ड्रेस कस्तो लाग्यो, तामाङको पहिचान कस्तो लाग्यो, कमेन्ट गर्नुहोला, प्रतिक्रिया लेख्नुहोला। भिडियो मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला र लाइक और शेयर पनि गर्नुहोला भन्न चाहन्छु। तामाङहरूले आफ्नो ड्रेस, आफ्नो भेष पहिचान अहिलेको समयमा स्कुलको विद्यार्थीहरूलाई पनि स्कुलमा लगाउने सुरु गरेका देखिन्छ, भेटिन्छ। हप्तामा एकचोटि तामाङहरूले आफ्नो ड्रेस लगाएर विद्यार्थीहरूले स्कुल आउने गरेका भेटिन्छन्। अब हामी केही कुरा मिस्टर सामिर तामाङसँग गर्न जाँदैछौँ उहाँको स्टोरमा। पुरा सर नमस्ते। नमस्ते, लसो फ्याफुला। आज हाम्रो तामाङ भाषाको ड्रेस के पाइन्छ होइन? हजुर हजुर, त्यो सबै देखाउनु होला और उहाँले लगाएर देखाउनु तपाईँलाई होइन के पाइन्छ। ए हुन्छ। अब यस्तो छ, हाम्रो तामाङ कल्चर अनुसारको हामीले अहिले जुन पहिलोको रीतिरिवाजलाई हामी अब फेरि दोहोऱ्याएर हामीले जुन एउटा हुन्छ नि त, पहिलोको तपाईँको पुरानो रीतिरिवाजले चाहिँ अहिलेको जेनेरेसनले पनि त्यो खोज्न थालेको नि त हो। त्यसकै मध्यनजर गरेर हामीले चाहिँ अहिले यो जुन तामाङ ड्रेसहरू, बक्कु सेट भइहाल्यो, अब लेङ्गा सेट भइहाल्यो, यसमै प्लस लेङ्गा हेभी लेङ्गा सेट भइहाल्यो, अनि बक्कुमा टुपी हङचु सेट फेरि होइन, त्यसैमाथि प्लस फेरि तपाईँको बटमवाला आउँछ होइन। यसकै साथसाथै अब हामीले चाहिँ अहिलेको नानीहरूको लागि जुन सबैले लाउनु गरिन्छ, त्यसको साथै केटा मान्छेको चाहिँ अब यो कोट भइहाल्यो एउटा होइन। अब भित्र लाउनु तपाईँको तेतुङ सर्ट हुन्छ। अब तेतुङ सर्ट भनेको तपाईँको यो भइहाल्यो, यो भइहाल्यो होइन। अब यो तपाईँको सबभन्दा सुरुमा हामीले यो भित्र लाउने गरिन्छ होइन। अब हामीले सर्वप्रथम सुरुमा चाहिँ हाम्रो केटा मान्छेहरूको चाहिँ यो हाम्रो यो तेतुङ भइहाल्यो होइन। यसमा पनि तपाईँको धेरै आइटमको हुन्छ। सर्वप्रथम हामीले यो भित्र यो लाउने हो, यो बाहिर चाहिँ हामीले कोट लाउने हो है। अब यो कोटबाट हाम्रो केटा मान्छेको अर्को नासै टोपी आउँछ प्रश्न होइन, तिनवटा आउँछ। अब कसर भन्ने चिज त अहिलेको केटाहरूले खासै लाउने गरेको छैन। अहिले हाम्रो सामाजिक सञ्जालमा चाहिँ अब जुन भिडियोहरू, तामाङको जुन भिडियोहरू बनाएको हुन्छ नि, अब कसरहरू लगाएको त देखिन्छ, तर रियालिटीमा चाहिँ अहिलेसम्म चाहिँ खासै लगाएर देखेको चाहिँ छैन कि, किनकि लाज लाग्दो रहेछ नि त। अब यो लाज भन्ने चिज चाहिँ हटाउनु पर्छ हामीले बिस्तारै बिस्तारै होइन। अब पुरानो रीतिरिवाजले अहिले हाम्रो यो कोडहरूदेखि अहिले हाम्रो यो हङचु सेटहरू, तामाङ ड्रेसहरू, एन्डेन जुन सबै घलेक सेटदेखि तपाईँको हाम्रो तानले बुनेको लुङ्गीहरू भइहाल्यो, अनि श्यामा भयो, त्यसको श्यामा भनिन्छ होइन। अन्त प्लस त्यसको फेरि तपाईँको तपाईँले केही जानकारीहरू दिनुभयो होइन तामाङ ड्रेस सम्बन्धीको बारेमा। अब कसरी लगाउने त्यो पनि अलिकति जानकारी, त्यो पनि अलि देखाइदिनु न। ए हुन्छ। यो ड्रेस कसरी लगाउने होइन त्यो हुन्छ नि। अब कसैले यस्तो ड्रेस कसरी लगाउने हजुर भन्ने किसिमका कुराहरू पनि हुन सक्छन् होइन। ओ यस्तो छ। अब सबैभन्दा सर्वप्रथम चाहिँ पहिला हामीले चाहिँ यो जुन श्यामा लाउने गर्थ्यो है, श्यामा र जुन गुनियो के अरे चोली, मखमलको चोली लाउने गर्थ्यो। अब अहिलेको चाहिँ जेनेरेसनले चाहिँ तपाईँको लेङ्गा सेट खोज्न थाल्यो कि तपाईँको। यसलाई चाहिँ हामीले लेङ्गा सेट भन्छ यो चाहिँ होइन। यो लेङ्गा सेट अलि हेभी पनि हुन्छ, यो तपाईँको एकदम फराकिलो यस्तो हुन्छ होइन। लगभग यसो तपाईँको 3 देखि 4 मिटरको यो चाहिँ लेङ्गा कपडा चाहिँ यसमा जान्छ होइन। यो चाहिँ तपाईँको एकदम घुम्दाखेरि तपाईँको एकदम फनाना घुम्दाखेरि एकदम सो आउँछ, बच्चाहरूले प्रायः यसले रुचाउँछ नि त। त्यही भएर पहिलाको तुलनामा अहिले धेरै नै चेन्ज आएको छ। पहिला तपाईँको श्यामा मात्रै आउँथ्यो, अहिले तपाईँको लेङ्गा सेट आएको छ। त्यसकै सन्दर्भमा अब तपाईँको यही देशलाई साडी पनि बनाएको छ मान्छेहरूले, यही देशले तपाईँको अलि नयाँ जेनेरेसनको जुन नयाँ डिजाइनको पनि निकालिरहेको छ। तर सबैभन्दा बढी बिक्ने भनेको अहिले हाम्रो जुन
नेपालमा भनौँ अब हाम्रो नुवाकोटमा चाहिँ सबैभन्दा बढी बिक्ने भनेको यो लेहेङ्गा सेट बढी चाहिँ चालु भइरहेको छ। यो चाहिँ कसरी लाउने भनी चाहिँ म नानीलाई चाहिँ जस देखाइदिन्छु ल। नानीले चाहिँ यो लगाउनु तपाईँलाई। यसमा हामीसँग चाहिँ यो एउटा सोल आउँछ हैन, यो चाहिँ तपाईँको काँधमा यो भिर्ने सोल आउँछ र यो चाहिँ कसरी भिर्ने भन्दाखेरि तपाईँको कुनैले लेफ्ट साइड भिर्छ कुनैले राइट साइड भिर्छ हैन, तर यो लेन चाहिँ हामीले देखाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ यो राइट साइडमा चाहिँ राख्नुपर्ने हुन्छ यसरी है, यो यसरी राख्ने। अब यो फेरि अब तपाईँको यसलाई बाँध्नु पर्ने अब के आयो लास्टमा बेल्ट आयो। अब बेल्टले चाहिँ यहाँ तपाईँको कम्मरमा बाँध्ने अब है, ठ्याक्क हाम्रो यसरी बाँधेर चाहिँ साइज मिल्छ र है। अनि यसमा केही टोपीहरू पनि आउँछ सर? यसरी आउँछ हैन। ल एकछिन म यसरी समात्दा अलि अड्किनु मात्रै काम हो यो चाहिँ, ठिक छ नि अहिले। अरू केही आउँछ सर टोपी? अब यसमा टोपी आउँछ एउटा टोपी चाहिँ म टोपी पनि निकाल्छु। यसमा हामीसँग टोपी पनि तपाईँको धेरै थरी आउँछ। एउटा यो आला आयो हैन, तपाईँको हेभी आला बेहुलीले लाउने टोपीहरू आउँछ। यसमा 4-5 वटा कलर अप्सन आउँछ। हाम्रो तामाङको रीतिरिवाज चाहिँ हामीले मेन हामी दोर्जी हेर्दो रहेछ नि त। अब यो चाहिँ हामीले फेस चाहिँ अगाडि जुन निधारको साइडमा हामीले लाउनु पर्ने रहेछ, यो चाहिँ यसरी लाउने छ हैन। क्लिप छ नानी, क्लिप अब गाह्रो छ। यो टोपी चाहिँ हामीले सकेसम्म यसरी पछाडि फर्काउने यसरी है। छोरी मान्छेहरूले यो निधार देखाउनु पर्ने हुन्छ नि त। अझ सोपिसमा राम्रो पनि देख्छ हैन, कपाल छोड्दाखेरि अझ राम्रो देख्छ। यही नि हाम्रो तामाङ लुक्स एकचोटि सर्लक्क घुमेर फर्काइदिनु नानीलाई अब अलिकति यता घुमेर भयो। ल ठिक छ। अब पछाडि फर्किँदैन देखाइदिनु। तपाईँले थोरै अगाडिको लेन मिलाउनु त, यो थोरै यो सिधा बनाउँदै यो हो। तपाईँलाई यस्तो गर्नु है, धेरै लामो भयो भने यस्तो गर्नु, माथि तान्नु, लामो भयो भने चिक्क भयो भने तान्नु पर्दैन है। बाँध्दाखेरि तपाईँले यस्तो गर्नु, साइडमा यस्तो तान्नु, यो साइडमा बाँध्नु है, राम्रो देख्छ है। यो साइडमा बाँध्दाखेरि चाहिँ तपाईँलाई अब नाच्ने बेलामा अब यो हात छोड्ने बेलामा यो छोडिदिनुहोस्, ठिक्क राख्ने बेलामा यतिकै दोबार्नुहोस्, दामी हुन्छ। तपाईँले यो कलरलाई म्याच गरेछ नि। रातो त तपाईँको धेरै नै उ देख्छ क्या, तपाईँको त कस्तो लाइट दिएछ। पैसा दिने मान्छेले देखाउनु पर्दैन। ल यस्तै छ हाम्रो तामाङ कल्चरको चाहिँ अब लेहेङ्गा सेट भयो चाहिँ। यो चाहिँ लेहेङ्गा सेट, स्पेसली लेहेङ्गा सेट। यसको प्राइस भनेको तपाईँको अलिकति जुन श्यामा भन्दा अलिक हाई नै जान्छ। तपाईँको यो 5,000 6,000देखिको तपाईँको 15,000 16,000 पर्नेसम्म यो हुन्छ। यो भनेको तपाईँको बेहुलीको सेटको लागि तपाईँको यो त तपाईँको यो मखमलको बुटिक भर्के पनि आउँछ होइन, एकदम हेभी पनि आउँछ। सस्तोदेखि महँगोसम्म सबै आउँछ। त्यो चाहिँ तपाईँको अर्डर अनुसार डिमान्ड अनुसार चाहिँ हामीले सिलाइने चाहिँ गरिन्छ। यो चाहिँ यो यस्तै हो, एकदम राम्रो छ। अब सर्वप्रथम सरलाई एकदम धन्यवाद। तपाईँले एकदम तामाङ हाम्रो रीतिरिवाज तामाङ ट्रेडिसनको अब ड्रेसको बारेमा केही जानकारी दिनुभयो, एकदम राम्रो होइन। हजुर। सो तपाईँको लोकेसनहरू के? हाम्रो लोकेसन चाहिँ तपाईँको नुवाकोट त्रिशुली बजार पुरानो बसपारा ठ्याक्कै फलफुलको अपोजिट साइडमा छ। र यहाँहरूले मेरो भिडियो पनि धेरै साथीहरूले देख्नुभयो होला। हाम्रो पसलको नाम चाहिँ नुवाकोट त्रिशुली बजार ठ्याक्कै मेन रोडको ठ्याक्कै तपाईँको पुरानो बसपाराको फलफुलको अपोजिट साइडमा एसके तामाङ फ्यान्सी स्टोर बोर्ड तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँहरू पनि यस्तै लुगा चाहिन्छ भने अर्डर गर्न सक्नुहुन्छ। तपाईँको अर्डर अनुसार नाप अनुसार हामीले सबै तपाईँहरूले सिलाइ सबै हामीले गरिन्छ। तपाईँहरूले अर्डर गर्नको लागि चाहिँ मेरो ठ्याक्कै टिकटकको बायो नम्बर छोडिरहेको छ। मेरो टिकटकको चाहिँ एसके तामाङ फ्यान्सी स्टोर तपाईँहरूले देख्न सक्नुहुन्छ। टिकटकको बायोको नम्बर मेरो तपाईँको 98 64 26 53 44। त्यो नम्बर तपाईँले व्हाट्सएप इन्स्टाग्राम भाइबर जुनैसँग तपाईँले पनि म्यासेज छोड्न सक्नुहुन्छ। और साथीहरू, हाम्रो तामाङ जातिहरूले आफूलाई चाहेको लुगा जुन ग्या, फेरा, श्यामा यी सबै आफ्नो घरमा पनि आफूलाई चाहिने आवश्यकता अनुसारले आफै बुनेर पनि लगाउने गर्छन्, जुन आफ्नो गाउँतिर एरियामा। और स्पेसली हामीले यसलाई चाहिँ हामीले ग्या भनेर चिनिन्छन्। जुन पहिला जमानामा चाहिँ यो सबै तामाङहरू केटा मान्छे र केटी मान्छे दुइटैले लगाउँथे, यसलाई ग्या भनेर चिनिन्छन्। और यसलाई हामीले फेरा भनेर चिनिन्छन्। यहाँ एउटा फुन्डा एकदम दामी रहेको छ होइन, टाउकामा लगाउने गरिन्छन् यसलाई, जुन हामीले यहाँ लगाउँछन्। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला।